तपाईँलाई स्वागत छ मेरो नयाँ मिनी भ्लगमा। होप एकदम सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सदाको जस्तै म बिहानै उठेर हिँडेको आज पनि घाँस काट्न, किनकि भैँसीले साह्रै धेरै घाँस खान्छ, दिमाग खराब हुन्छ, तर पनि जानै पर्यो। हल्का पानी आएर मजा आथ्यो अनि म पनि घरबारीमा पुगेँ। अनि अब जोसै जोसमा घाँस त काट्नु पर्यो। मस्त पारामा पारा दिँदै मैले चाहिँ घाँस ट्याक ट्याक्दै काटेँ। अनि बल्ल बल्ल डोको चाहिँ भर्न आँटेको थिएँ, तर पनि झ्याउलाको थियो, धन्न हात काटेन आज चाहिँ। तर ट्याक्क लाएर डोको पनि मैले फाइनल्ली भरिसकेँ। डोको भर्दा चाहिँ साह्रै मजा आउँछ। घाँस काटेर जब डोको भरिन्छ तब साह्रै मजा आउँछ। अनि घाँस पनि मैले खाँदी भरेँ, किनकि घाँस मस्तै लानु पर्थ्यो, घर भैँसीहरू धेरै छ खाने। अनि टक्क लाएर अब मैले घाँस बोकेर चाहिँ अब चलिदिन्छु। घाँस चाहिँ मैले टन्नै हालेको छु, जति पनि पावर थियो त्यति लगाएर मैले डोको पनि ग्वाच्च बोकिदिएँ, किनकि गाँड फाटे पनि अब पारा त दिनै पर्यो। हल्का अब गाँड फाटी मैले चाहिँ बोकेर अब घर घाँस, किनकि अब हिँड्नै पर्यो घर। अब घर गएर म मस्त पारामा सुतिरहेको थिएँ। अनि दिदीले फोन गरेर छोरा जाम भन्नुभयो। एकचोटि जाम भनेपछि म फेरि नाइ भन्ने बानी छैन। अनि चल्दिउँ न त भनेर म पनि हिँडिदिएँ छोरातिर। छोरा ब्याङ्कमा दिदीको काम थियो, अनि छोरातिर गइयो। अनि छोरा त यस्तो भिड कि ब्याङ्कमा यस्तो भिड, तर मान्छे एउटा छैनन्, तर भिड साह्रै थियो भित्र। दिदीले 1 घन्टा कुराउनु भयो, अनि म मस्त कुरेँ। अनि आजको दिन यस्तै गर्दै गयो। थ्याङ्क्स फर वाचिङ।